जीवनमा कति सपनाहरू छुट्छन्, कति सपनाहरू भेटिन्छन् र कति सपनाहरू अल्मलिरहेका हुन्छन् र तिनीहरूलाई बाटो भेट्टाउनको लागि समय पक्कै पनि लाग्नेछ र कति सपनाहरूको लडाइँमा चाहिँ हामी आफै लागि नै परिरहेका हुन्छौँ र जीवन भनेको यस्तै रहेछ क्यारे सपनाहरूको खोजी र लडाइँ गर्दै अगाडि बढिरहने। यहाँहरू सबैजनालाई स्वागत छ। आज चाहिँ हाम्रो 5औँ दिन हो हामी छुटेका सपनाको यात्रामा निस्किएका र शिल्पीको सुन्दर हराइजामा रहेको हाम्रो मुक्त रङ्गमञ्च अब चाहिँ उद्घाटन भइसकेको छ अनि आज चाहिँ हाम्रो नाटक छ पथरीमा र पथरी जानुभन्दा अगाडि आज हामी 5औँ दिनमा उठेर यहाँ चिया खाजा खानको लागि आइरहेका छौँ र आज हामी डे 5 मा के गर्छौँ है त। हाम्रो नाटक छुटेका सपना विराट चोकको सुन्दर हराइचा शिल्पी थिएटरमा हामीले हिजो मञ्चनमा आज हामी जाँदैछौँ पथरी जहाँ शब्द थिएटरले हाम्रो नाटकलाई लोकल आयोजना हामी नाटक टोली बसेका थियौँ सलकपुरमा र अहिले हामी आएका छौँ पथरीमा र हाम्रो नाटक हुनुभन्दा अगाडि हामी यहाँ अब खाना खाँदैछौँ। होटल इन लज खेल्यौँ न वरिपरि हरियाली सामुदायिक वन। ल हाम्रो चाहिँ अब यहाँनिर सेट राख्ने समय भयो। यो चाहिँ हाम्रो रबिनजी यहाँ अलिअलि अँध्यारो फेस लगाउँदै हुनुहुन्छ अनि यता हाम्रो सुमेतजी चाहिँ वरिपरि एक्का आमा लेखेको देखा यता हाम्रो धनराजी चाहिँ हो नेताजीलाई साह्रो पिर छ। धनराजीलाई साह्रो पिर छ यहाँ। रामे छापेली छिटो यतानिर निराश अनि यता चाहिँ म रामे छापको केटी म गोविन्दजी के छ यहाँहरूले देख्न सक्नुहुन्छ हाम्रो नाटकको सेटअप तयार भइसकिसकेको छ र हामी नाटक लिएर विभिन्न ठाउँमा पुग्दा पनि आजको दिनमा पनि आम दर्शकहरूले सोध्नुहुन्छ तपाईँहरू सडक नाटक लिएर आउनुभएको है, तपाईँहरूको सडक नाटक भन्नुहुन्छ। तर म के भन्न चाहन्छु भने हामी सडक नाटक चाहिँ अब गर्दैनौँ। सडक नाटकको शैली नै फरक हो। हामी यसलाई मुक्त रङ्गमञ्च भन्छौँ। मुक्त रङ्गमञ्चको सेटअप यस्तो हुन्छ, तिनतिर मजाले दर्शकहरू बसेर नाटक हेर्न पाउनुहुन्छ। दर्शकको लागि कुर्सी पनि हुन्छ।